र यो हाम्रो धरानको मुटुमा अवस्थित भानु चोकमा उभिएर खास गरी 4 गते यही महिनाको 4 गते किरात याक्थुम चुम्लुङको हाम्रो गौरवशाली भवनमा रात्रिको समयमा सुनसरी धरानका प्रहरी मित्रहरू गुण्डागर्दीको शैलीमा कानुन विपरीत अलोकतान्त्रिक किसिमले जसरी चुम्लुङ भवनमा प्रवेश गर्नुभयो र त्यो हामी सबै लिम्बूहरूको याक्थुमहरूको हामी सबै आदिवासीहरूको हामी सबै नेपालीहरूको एउटा गौरवशाली घर हो याक्थुम हिम र त्यो घरमा जसरी यहाँहरू प्रवेश गर्नुभयो त्यो कुराले आज धरान सुनसरी 9 जिल्ला 14 जिल्ला 75 जिल्ला र विश्वका कुना कुनामा बस्ने हामी लिम्बू हामी नेपाली आदिवासीहरूको मन दुखेको छ र सर्वप्रथम म भन्न चाहन्छु एउटा नारा लगाउन चाहन्छु मित्रहरू याक्थुम हिमभित्रको अतिक्रमण सहँदैनौँ मित्रहरू यसरी नै सुमन चेम्जोङ र सृजना बेगालाई रिहाई गर सुमन चेम्जोङ र सृजना बेगालाई रिहाई गर 8 जना माथिको पक्राउ पूर्जी खारेज गर हुकुमलुङमा गरिएको केबल कार बन्द गर धन्यवाद मित्रहरू म आफ्नो कुरा अगाडि राख्न चाहन्छु हामीले भन्यौं राज्य त सबै राज्य सरकारले सोचेर हामीबाट खोसेर लगि नै सकेका छन् तर हाम्रो यायोखाको भवन हाम्रो चुम्लुङ हिम हाम्रो गेदुङ सालको भवन हाम्रो सुनारको भवन हाम्रो शेर्पाको भवन त्यो हाम्रो अटोनोमस भवन हो त्यो हाम्रो स्वायत्त शासन भएको भवन हो सबै प्रहरी त होइन हाम्रो आफ्नो आदेश बेगर डोनाल्ड ट्रम्प आए पनि त्यहाँ प्रवेश गर्न दिँदैनौँ यो कुरा एकालाओस् मित्रहरू तपाईँलाई हाम्रो याक्थुम चुम्लुङको भवनमा हाम्रो आदेश बेगर सी जिनपिङ प्रवेश गर्न पाउँदैन मोदी प्रवेश गर्न पाउँदैन अनि प्रहरी कसरी प्रवेश गर्न पायो यसप्रति हाम्रो घोर आपत्ति रहेको र सुनसरी जिल्लाको सिडिओ साहबले यहाँको डिएसपी साहबले जुन यो चुम्लुङ हिममाथि अनाधिकृत किसिमले प्रहरी प्रवेश गराउनु भयो यसमा सबैभन्दा पहिले उहाँले प्रेस विज्ञप्ति निकालेर माफी माग्नुपर्छ भन्ने हाम्रो मान्दैनौँ हामी यो एउटा कास्टिङ हो आज हाम्रो शान्तिपूर्ण आन्दोलन हो हामीले यहाँ नगर अध्यक्ष चुम्लुङको जिल्ला अध्यक्षज्यूलाई भनिरहेका थियौँ हाम्रो त खुन तातेको छ आज हामी केही यहाँ धरानमा केही रमझम गर्न चाहन्थ्यौँ हामी यहाँ केही गर्ने भनेर आएका हौँ मित्रहरू किनभने यो अन्याय यो अत्याचार जो शासकहरूले हामी आदिवासी हामी दलित मुस्लिम महिला मधेसीहरूमाथि जो गरिरहेको छ यो अति भयो इनफ इज इनफ बढी भयो मित्रहरू यसलाई अब हामी सहन सक्दैनौँ मित्रहरू र यसको उत्तर दिने भनेर हामी आएका थियौँ तर हाम्रा अध्यक्षज्यूहरूले भन्नुभयो यो पहिलो चरणको हाम्रो विरोध हो हामी अब पहिलो चरण हामी शान्तिपूर्ण तरिकाले गर्छौँ तर यो चुम्लुङ हिममाथिको अतिक्रमणको सार्वजनिक रूपमा प्रशासनले माफी मागेन भने र हाम्रा बन्दी साथीहरूको रिहाई भएन भने र पक्राउ पूर्जी गरिएका साथीहरूको पक्राउ पूर्जी बदल गरिएन भने हाम्रो चाँडै धरान बन्द हुनेछ सुनसरी बन्द हुनेछ हाम्रो 14 जिल्ला लिम्बुवान शेर्पा हाम्रो बन्द हुनेछ मित्रहरू हामी ब्याट नसर्ने म यहाँबाट घोषणा गर्न चाहन्छौँ र हाम्रो सुमन चेम्जोङ योद्धा सृजना बेगा हाम्रो चेली योद्धालाई कम्तीमा पनि 48 घण्टाभित्र यो सुनसरी प्रशासनले छोड्न म अल्टिमेटम दिन चाहन्छु मित्रहरू यदि उहाँलाई 48 घण्टाभित्र छोडिएन भने यहाँ जे पनि हुन सक्छ मित्रहरू यहाँ जे पनि हुन सक्छ के उहाँले देश बेच्नु भएको थियो के सृजना बेगाले बन्दुक बोकेको थियो के सुमन चेम्जोङले यहाँ चाहिँ तरबार लिएर घुमेको थियो केही गरेको थिएन उहाँले आफ्नो आदिवासीको हक अधिकारको कुराहरू हुकुमलिङमा केवल कार बन्द हुँदैन अनि त्यसलाई प्राकृतिक रूपमै राखौँ भन्ने एउटा अत्यन्त सरल माग उठाउनु भएको थियो आज यस्ता माग उठाउने साथीहरूलाई आतंककारी जस्तो
मानव देश टुक्राउने जस्तो जुन किसिमले प्रशासनले बिहेभ हामी माथि गरिरहेको छ यो हामी 1 2 3 मान्दैनौँ। मैले फेरि भने हाम्रा योद्धा द्वय सुमन चेम्जोङ र सिर्ना बेगालाई 48 घण्टाभित्र सुनसरी प्रशासनले जसरी पनि छोड्नुपर्छ। यो अल्टिमेटम होइन भने पहिलो चरण सुनसरी जिल्ला बन्दको तयारीमा रहनुहोस् प्रशासन मित्रहरू। आजको आदिवासी ब्याक सर्दैन। हिजो जे भयो होला, हाम्रा पुर्खाहरू बिके होला, हाम्रा केही पुर्खाहरूलाई हाम्रा केही साथीहरूलाई तपाईँ एमाले काङ्ग्रेसले घोडा बनाएर दाइ गरिरहनु भएको होला। तर यो पुस्ता यो जेनेरेसन एकात्मक शासनसँग नजुक्ने कुरा म उद्घोष गर्न चाहन्छु। यसरी नै हाम्रा 8 जना साथीहरू अमरिजम, जेन्टल लाउती, विष्णु थाम्देन लगायतका साथीहरूमाथि जसरी अहिले पक्राउ पूर्जी गरिएको छ त्यो पक्राउ पूर्जी अवैधानिक छ, अलोकतान्त्रिक छ र त्यसलाई तुरन्त बदल गर्न म सुनसरी प्रशासनसँग माग गर्दछु। यदि त्यो पक्राउ पूर्जी बदल गरिएन भने हामी अगाडि बढ्छौँ र हामी अगाडि बढ्नुपर्छ मित्रहरू। म यो चुनौती दिन चाहन्छु। के गर्नुभयो उहाँहरूले? के उहाँहरूले भानु चोकमा भानुको मूर्ति तोड्नुभयो? त्यो पनि होइन। के उहाँहरूले पुलिस स्टेसनमा ढुङ्गा हान्नुभयो? त्यो पनि छैन। एउटा केबल कार बन्नु हुँदैन भन्ने एउटा समुदायको मागको विरुद्धमा एउटा फ्याउरो चिच्याइरहेको थियो। त्यसलाई हल्का रूपमा कम्तीमा हाम्रो समुदायको त्यो माग छैन है। यो केबल कार जबरजस्ती बनाउनु भनेको सिङ्गो एउटा लिम्बू, किराँत, राई जति पनि हामी आदिवासी समुदायको विरुद्धमा हो भनेर एउटा उहाँले आवाज मात्रै उठाएको। कसैलाई छुरी पनि हानेको होइन, कसैलाई कुनै हातपात गरेको छैन मित्रहरू। त्यसैले सबैभन्दा पहिले यो सुनसरी प्रशासनसँग म आग्रह गर्न चाहन्छु कि त्यो 8 जना हाम्रो अमरिजम, जेन्टल लाउती, विष्णु थाम्देन लगायतका जो योद्धा साथीहरूको पक्राउ पूर्जी छ त्यो खारेज गरियोस्। होइन भने हाम्रो सङ्घर्ष सामना गर्न तयार हुनुहोस् तपाईँहरू। अब हामी ब्याक सर्नु हुँदैन मित्रहरू। म यो कुरा राख्न चाहन्छु र दाजुभाइ दिदीबहिनीहरूलाई, सुनसरीका, धरानका, इटरीका मित्रहरूलाई किन डराउनुहुन्छ तपाईँहरू? किन घरभित्र हामी लास जस्तो भएर कुहिएर किन बस्छौँ? आउनुहोस्, लोकतन्त्र आएको छ, गणतन्त्र आएको छ। यो हामीले अहिले जुन यो भिडियो गरिरहेका छौँ हाम्रो पत्रकार साथीहरूले विश्वको 25-30 वटा देशबाट यो कुरा हेरिरहेका छन्। सानोभन्दा सानो नेपाल सानो छैन। अहिले पनि काठमाडौँमा कम्तीमा 80 वटा देशको मान्छेहरू घुमिरहेका छन्। यहाँको सानोभन्दा सानो कुरा मोदीलाई थाहा हुन्छ। आज भानुचोकमा जो यो कार्यक्रम भयो सी जिनपिङलाई थाहा हुन्छ। आज भानुचोकमा जो हाम्रो विरोध भइरहेको छ यो डोनाल्ड ट्रम्पलाई थाहा हुन्छ। भर्खरै डोनाल्ड ट्रम्पले राष्ट्रपति अमेरिकाकोले भाषण गर्दा नेपालको एक डाटासहित भाषण गरेको हो कि न 2 दिन अगाडि? यति पैसा पठाएको थिए संहिताको लागि भनेर एमाले र काङ्ग्रेसमा बस्ने उच्च स्तरका बाहुन साथीहरूले त्यो पनि चढेछु। बायोडाइभर्सिटी यहाँका राष्ट्रिय निकुञ्जहरू राख्नको लागि अमेरिकाले चाहिँ 17 बिलियन कि मिलियन दिएको थियो। त्यो पनि हाम्रो सत्तामा बस्ने राणा साथीहरू, सत्तामा बस्ने अलिकति पेनिवा साथीहरूले त्यो पनि वाम्मै चढेछु आइपठाए। त्यो त डोनाल्ड ट्रम्पले 2 दिन अगाडि बोल्यो त। त्यसैले नेपालको सबै घटनाको बारेमा आज इन्डियालाई थाहा छ, चाइनालाई थाहा छ, अमेरिकालाई थाहा छ, युरोपलाई थाहा छ। त्यसैले मैले तपाईँलाई भन्नु खोजेको यु आर नट एलोन। तपाईँहरू एक्लो हुनुहुन्न, तपाईँको साथमा सारा संसार छ। किन डराउने? मैले भने हामी किन डराउने हो? यहाँका मिडियाहरूले हाम्रो बारेमा नलेखिदिएला। हामीले यत्रो आन्दोलन गर्यो, कसैले लेखेन। तर सिर्जना बेगा पक्राउ भएको 15 मिनटभित्रमा यो देशको राष्ट्र मिडियाले छापै लेखेको थियो भनेपछि के छ त उहाँहरूको इन्टेन्सन बुझ्यो नि? सिर्जना बेगा र सुमन चेम्जोङहरूले, जेन्टल लाउतीहरूले, विष्णु थाम्देनहरूले यहाँ 20 वर्षदेखि आन्दोलन गरेको कुनै मिडियाले देखेन। तर उहाँहरू पक्राउ परेको र उहाँहरूलाई पक्राउ पूर्जी दिएको मैले हेरेको 15 मिनटभित्र
अन्नपूर्णले लेखेको छ। 15 मिनटभित्र कान्तिपुरले लेखेको छ। आम्मा हेर्नुहोस् त, मानव हामी चाहिँ अन्तर्राष्ट्रिय खेलाडी जस्तो। के हो यो? हाम्रो राम्रो कुराहरू किन नलेख्ने? त्यसैले म फेरि तपाईँलाई भन्न चाहन्छु, तपाईँहरू दलित साथीहरू, तपाईँहरू नआत्तिनुहोस्। तपाईँहरू मुस्लिम, मधेसी, तपाईँहरू किराँती, तपाईँहरू राई, लिम्बू, तामाङ जति पनि हामी छौँ, संसारले हामीलाई वाच गरिरहेछ, हेरिरहेछ। त्यसैले घरबाट निस्किने, गणतन्त्र आएको छ, बोल्ने। सारा लिम्बूहरू आउनु पर्ने नै 10,000। किन हामी घरमा लास जस्तो भएर कुहिएर बस्छौँ? बिहे गर्दा लिम्बूलाई वर्षक राम्रो लिम्बू ज्वाइँ चाहिने, राईलाई बिहे गर्दा वर्षक राम्रो राई बुहारी चाहिने, अनि चाहिने चाहिँ राम्रो लिम्बू ज्वाइँ नै चाहिने, लिम्बू बुहारी नै चाहिने। अनि सिङ्गो लिम्बूहरूको घाँटी काट्दा चाहिँ फेरि मसान लास जस्तो भएर घरमा बसेर मिल्छ त मित्रहरू? आउनु परेन रोडमा आउनु परेन? जबकि हाम्रो समुदाय अन्तिम युद्ध हो, यो अन्तिम युद्ध हो। हुकुमको लडाइँ, यस्तो लडाइँ भइरहेको छ मित्रहरू। केपी ओलीले कि त छैनस् कि म छैन स्टाइलले ऊ अगाडि बढेको छ। केपी ओलीले मित्रहरू कि लिम्बू अब सिक्यो कि राई सिक्यो कि केपी ओली सिक्यो, यसरी ऊ अगाडि आइरहेको छ। अनि हामी चुप बसेको हुन्छ? हामी आउँ, आवाज उठाउँ। हामीले कसैलाई केही गर्ने होइन, कुनै जातिको विरुद्धमा हामी जाने होइन, कुनै धर्मको विरुद्धमा जाने होइन, तर आफ्नो आवाज उठाउन पाइन्छ मित्रहरू। म यही कुरा यहाँलाई राख्न चाहन्छु। र अर्को कुरा मित्रहरू, जहाँसम्म मुकुमलुङको सवाल छ, हामीले बारम्बार भनिरहेका छौँ, त्यो मुकुमलुङ हाम्रो साझा सवाल हो। केही साथीहरूले ताप्लेजुङहरूले मात्रै मुकुमलुङको कुरा उठाउन पाइन्छ भनिरहनु भएको छ। अनि मोहन हुप्पा चौमान अनि कहाँबाट आएको? अफगानिस्तानबाट आएको? योगेन्द्र पालुवागी गुरुकुल उहाँको ताप्लेजुङको उपमहासचिवज्यू। अनि उहाँ चाहिँ कहाँ? सिरियाबाट आएको? कहाँबाट आएको त? अनि ताप्लेजुङको सिडिओ चाहिँ किन बाहिरबाट आउँछ? ताप्लेजुङको आर्मीको मेजर किन बाहिरबाट आउँछ? ताप्लेजुङको पत्रकारहरूले किन काठमाडौँमा लेखेर त्यहाँबाट पैसा लिएर किन खिच्छ? किन ताप्लेजुङमा सशस्त्रको डिएसपी किन बाहिरबाट आउँछ? ताप्लेजुङमा केबल कार खोल्ने चन्द्र ढकाल किन गुल्मीबाट आउँछ? यो त हाम्रो ऐतिहासिक भूमि हो। एक जमानामा विजयपुरमा यहाँ पूर्वको राजधानी थियो मित्रहरू। त्यसैले गर्दा त्यो मुकुमलुङको बारेमा सुनसरीको लिम्बूले मात्रै होइन, सुनसरीको राईले मात्रै होइन, आज विश्व एउटा ग्लोबल भएकोले अमेरिकाको कुनै एउटा डोनाल्ड ट्रम्प या कुनै बिल क्लिन्टनले पनि त्यसको बारेमा आवाज उठाउन सक्छ। चाइनाको कुनै नागरिकले पनि त्यसको बारेमा आवाज उठाउन चाहन्छ। त्यो भने विश्व सम्पदा सूचीमा राख्ने हाम्रो इच्छा छ। हामीले मुकुमलुङ पाथिभरालाई विश्व सम्पदा सूचीमा राख्ने हाम्रो चाहिँ इच्छा छ। एउटा ठाउँको विभिन्न नामहरू हुन सक्छ। अहिले जुन यो सगरमाथा छ, हामी खास पर्वतीय भाषामा सगरमाथा भन्छ, तिब्बतीहरूले जोमलुङमा भन्छ, तर संसारले त फेरि त्यसलाई सगरमाथा भन्दा पनि चिन्दैन, जोमलुङमा भन्दा पनि चिन्दैन। संसारले त माउन्ट एभरेस्ट भन्दा चिन्छ नि। एउटा ठाउँको धेरै नाम हुन सक्छ मित्रहरू। त्यो पाथिभरालाई कसैले पाथिभरा भन्नुहोस्, त्यसमा केही गुनासो होइन। तर मुकुमलुङ भन्न पाउनेले त पाउनु त पर्छ नि त, यति मात्रै हो मा। र त्यसलाई एउटा प्राकृतिक रूपमा त्यसलाई बचाउँ। समय छिटो छिटो परिवर्तन छ, पहिले जस्तो होइन। अहिलेको हामी पुस्ताहरू मरिन्जेल हलो जोत्ने पनि हामी नै हो, गाडी देख्दा तर्सेर भाग्ने पनि हामी नै हो, फोन देख्दा तर्सेर भाग्ने पनि हामी नै हो, नोकिया फोन चलाउने पनि हामी नै हो। हुँदा हुँदा नोकिया फोन गरेर अहिले आइफोन म्याक्स 16 हेर्ने पनि हामी नै हो। र हुँदा हुँदा फोनै पनि हराउँदैछ भन्ने सुन्ने पनि हामी नै हो। यत्रो क्यामेराले फोटो खिच्ने हामी नै हो, यति धेरै रिल बोकेको क्यामेराले खिच्ने हामी नै हो।